प्रधानमन्त्री सुशीला कार्कीज्यू केपी ओलीले यस्तै पारा देखाए चैट भए अहिले पनि तपाईँ यस्तै पारा देखाउँदै हुनुहुन्छ। जब तपाईँहरूको सबै प्रमाणहरू अब दुनियाँ जनताले देखिसक्यो दुर्गा प्रसाईलाई गिरफ्तार गरेर के साबित गर्न खोज्नु भएको, के दबाउन खोज्नु भएको छ सबै देखिसकेको छ। अब 7 गते हुने आन्दोलनलाई 1-2 आज भोलि किन सुरुवातमै तपाईहरु जति दमन गर्दै जानुहुन्छ त्यति सक्सेसफुल जाने हुँदै गर्छ के। तपाईहरुको दिमाग र भेजामा केही बुद्धि छैन। दुर्गा प्रसाईलाई अहिलेको हालमा पक्राउ गर्नु मतलब तपाईलाई आसान लागेको छ। अब हेर्नुस् भोलि र पर्सिको दिनहरुमा 7 गते छोड्दिनुस्। अब 7 गते सुरु भइगयो यार। यस्तो पनि यति हदसम्म पनि हुन्छ कहीं? सरकार भयो भन्दैमा जे मनमा लाग्यो त्यही गर्ने। अनि पुलिस अनि दुर्गा प्रसाईले पुलिसलाई चाहिँ लादो निकास्ने गरी सबैलाई भनेको होइन के। साला त्यस्तै पुलिस नै त्यस्तै भएपछि भन्न त बाध्य हुन पर्छ, गलत बोल्नै पर्ने हुन्छ। हेर्नुस् सुशीला आमै तिम्रो टाइम पनि सकिया छ। कति दिन उफ्रिनुहुन्छ? के को चुनाव बनाउने तपाई? कसरी चुनाव गर्नुहुन्छ? जति बाघलाई कोट्याउने हो, बाघलाई खिजाउने हो भने त्यति खतरा हमला गर्छ के। त्यस्तै गरी दुर्गा प्रसाईलाई फेरि तपाईहरुले दमन गरेर चेप्न खोज्दै हुनुहुन्छ। नचेप्नुस् प्लिज। अगर यति जति चेप्नुहुन्छ त्यति नै आगो हो। देशभक्त र राष्ट्रभक्तलाई यसरी चेपेर दबाएर राखिन्न। उनीहरुको मागहरुमा सम्बोधन हुन्छ। उनीहरुको मागहरुलाई केही सरकारले त हो नि हेर्ने। सरकार सामान्य सरकारको दैलोमा गएको त हुन् नि सबै। जब त्यहाँ गएको मान्छेलाई तपाईहरुको दमनले गर्दा नै गर्न सक्नुहुन्छ भने यो तपाईहरुको भुल हो। तपाईको यो सानो चिंगारी थियो तर तपाईले ठुलो बनाउँदै हुनुहुन्छ। अब तपाई छिटो जाने प्रोग्राममा हुनुहुन्छ लाग्छ। ल यति भन्दै जय नेपाल, जय दुर्गा।